ह्यापी होली हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी यता डाडी खेलमा आइपुगेका छौँ। यसो नेचरलाई एक्सप्लोर गर्नको लागि प्लस अनि हामी होली सेलिब्रेसन पनि गर्नको लागि। अब अहिले होटल रेस्टुरेन्टतिर बसेर खान नपाइने अनि त्यसलाई पनि मध्यनजर गर्दै कहिलेकाहीँ प्रकृतिसँग पनि रमाउनु पर्छ भन्ने एउटा लाइक माइन्डसेट गरेर चाहिँ आज हामी साथीहरू सबैजना आएका छौँ। हाम्रो उमेश साथी आफ्टर लङ टाइम भेटेको छ। उमेश साथी कतिको खुसी लागिरहेछ? एकदमै खुसी छु। आज चाहिँ अब छुट्टीको टाइम होइन, होली पनि भयो। अब साथीभाइ अब तल उसतिर गएर तल मेन रोड उसतिर बाहिरतिर जानु नपाउनु भयो, अनि त्यही भएर हामी यसो प्राकृतिक रूपमा नेचरलमा चाहिँ हामी घुम्न आएको छौँ आज चाहिँ। ल थ्याङ्क यू सो मच। ल है त अब हामी रमाइलो गर्नेछौँ। हाम्रो साथी भन्नाले अब पहिला अब मासु पकाउँदाखेरि म भेज हुन्थ्यो, झोल दिने मान्छे उहाँ हो। ल उहाँ चाहिँ अब होइन अब परदेशिएर आउनु भएको छ। कस्तो भयो तपाईँको उता? अब उता 2 वर्ष बसेर आयो, धेरै गाह्रो त गाह्रै हो होइन। त्यो दुःख नेपालमा गरे के हुन्छ? त्यो दुःख नेपालमा गरे नि सकिन्छ, तर धेरै सकिन्छ है। त्यो गऱ्यो भने त हामीले के त गर्न सकिन्छ नि होइन? नेपालमै गर्न सकिन्छ। कतिको हेप्पी त रहेछ उता? उता त हेपाइ त हुन्छ त अरूको देशमा, अब आफ्नो देश जस्तो त अरू ठाउँमा हुँदैन। हेपिन्छ है। ल आफूले भने जस्तो पनि हुँदैन। अब कहिले अब बिरामी परेको बेलामा फ्यामिली पनि भेट्दैन। ल है त अब आज हामी चाहिँ एकदम लडाइसिन्दा हाउस हान्छौँ होइन। अब आज के हो? आज के हो? आज खासमा होली हो। होली सेलिब्रेसन गर्न आइरहेको छु, केटाहरू सब मिलेर। ल मरिलानु के छ र? मरिलानु के छ। ल हाम्रो सम्धी उहाँ चाहिँ उहाँको नमस्ते गर्दाखेरि हात सिधा हुन्छ। नमस्ते। आज हामी चाहिँ डाँडखेलमा अब यस्तो अब बजारतिर अब बस्न पाइँदैन। आज डाँडखेलतिर क्याम्प फायर हान्न आएको छ हामी चाहिँ, च्याट्ट लाएर है, आगो सागो बालेर मास सास पोलेर खाएर। साथीहरू हाम्रो दाजुभाइ सबैजना छ है, तपाईँहरू पनि आउनु होला, भिजिट गर्नु होला डाँडखेलमा होइन, क्याम्प फायर गर्नु होला। अनि कस्तो हुन्छ कम्प्लेन गर्नु होला है हाम्रो है। ल हाम्रो साथी पनि भयो। उहाँ चाहिँ हाम्रो तपाईँको नाम के हो भन्नु त? तपाईँको नाम के हो? म सेतो देख्ने रहेछु। यो सेतो देख्ने मान्छे चाहिँ श्याम कुमार तामाङ हो। म आज चाहिँ हामी खासमा अब हामी साथीभाइ आज होलीको दिनमा होइन छुट्टी मनाउन आएको जस्तो पनि आज सबैको छुट्टी भएर यसो नेचुरल ठाउँमा यसो हावा चट्ट स्वास्थ्य हावा आउने ठाउँमा हामी आएको छौँ घुम्नलाई। यसो साथीभाइ मिलेर आज रमाइलो गर्नेछौँ होली। हाम्रो देश तथा विदेशमा रहनुभएका हाम्रो बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म ह्याप्पी होली भन्न चाहन्छु। ओके भाइ सब रमाइलो गर्नु पर्छ है त। साथीहरू हाम्रो अध्यक्षज्यू हुनुहुन्छ, हाम्रो अध्यक्ष। ल के अब के दिनु न के भन्छ अब ह्याप्पी होलीको शुभकामना दिनु त देश हाम्रो देश विदेशमा रहनुभएका हाम्रो अब 9 स्टार युवा समूहका साथीहरू अनि हाम्रो अब सादा प्रयासको साथीहरू छैन होला विदेशतिर, सबैजनालाई ह्याप्पी होली। होलीको शुभकामना छ है सबैजनालाई। ह्याप्पी होली। ह्याप्पी होली। ल अहिले हाम्रो सुनिल भाइ मेरो भाइ हो है। ल ह्याप्पी होली भन्दै। होली। ल हामी कहाँ आउँछ आज? हामी डाँडखेलमा यहाँ रमाइलो गर्नलाई। ल हाम्रो मङ्गल भाइ पहिला उहाँ चाहिँ कम्फू मास्टर हो क्या। कम्फू मास्टर उहाँले हामी करातेको मुभी पनि बनाएको थियो या ढुस भनेर त्यो सान्चुली डाँडामा होइन। त्यो सायद हाम्रो मुभी खतरा हुन्थ्यो होला। ऊ चाहिँ फ्याङ्की खाने क्या पहिलेदेखि नै। मान्छे चाहिँ होचो छ तर होइन किक त माथिसम्म पुग्छ। त्यो करातेमा ब्ल्याक बेल्ट भन्छ, उसले चाहिँ कालो बेल लगाएको मान्छे हो खासमा चाहिँ। ल हाम्रो भाइ सबैजना सके लास्ट हाम्रो भाइ छ, ऊ चाहिँ हाम्रो भाइ हो है। नमस्ते, मेरो नाम सुजन तामाङ हो। आज साथीभाइहरूसँग यसो होलीको दिनमा रमाइलो गर्न आएको थियो। अब डाँडखेल भन्ने ठाउँमा रमाइलो गर्नु पर्यो। हजुर। अनि तिमीलाई चाहिँ अनि उता काठमाडौँतिर गयो भने के भनेर बोलाउँछ अरे मलाई? ओके हामी जस्ट जिस्किरहेको छौँ। ल सबैजना आउनु न, ह्याप्पी होली भनौँ न। सम्झाउनु है त ह्याप्पी होली सम्पूर्णलाई। ह्याप्पी होली।